हेलो नमस्ते। हजुरको बच्चाको लागि फ्युचर प्लानिङ के गर्नुभयो त? बच्चालाई माया त गर्नुहुन्छ, आज जे खेलौना मागे त्यति दिन सक्नुहुन्छ। भोलि गएर जस्तै उसले खेलौनाहरू खेल्दै गर्दा, प्लेनहरू चलाउँदै गर्दा उसलाई त्यसमै इन्ट्रेस्ट जाग्ला, भरि गएर ऊ पाइलट बन्छु भन्ला, डक्टर बन्छु भन्ला, त्यसको लागि तयारी के गर्नुभएको छ हजुरले? हजुरको आज कमाइ हुन्जेल, हजुरले गर्न सक्ने हुन्जेल आजै सोच्नुहोस्। हजुरको बच्चाको लागि सुनौलो भविष्य बन्नेछ। हजुरको 100, 200, 300 खाजा नखाउला, एक दिन मोमो चाउमिन नखानुहोस्, बरु त्यसको बचत गर्ने, दैनिक बचत गर्ने गर्नुहोस्। त्यो दैनिक बचतले भोलि तपाईँको भविष्य उज्जवल बन्नेछ। त्यसको लागि जस्तो तपाईँले 100 रुपियाँ बचाउनु भयो भने पनि 30 दिनमा त 3000 जम्मा हुन्छ। 3000 × 12 गर्दा वर्षमा एकचोटि तिर्ने हो। एकचोटि तिर्दा 36,000 हुन्छ। 36,000ले हजुरको र हजुरको बेबीको दुवैजनाको जोखिम वहन हुन्छ, इन्सुरेन्स हुन्छ। त्यति राख्नु 5 लाखको इन्सुरेन्स हुन्छ। 5 लाखको इन्सुरेन्स गर्नुभयो भने तपाईँलाई पछि तपाईँको बेबी पढ्ने बेलामा ठुलो भइसकेपछि, उसले कलेज पढ्ने बेलामा यो पढ्छु भन्यो, अझ अहिले त बाहिर जाने चलन छ, ऊ बाहिर कतै पढ्न जान्छु भन्यो भने हजुरलाई धेरै हेल्प हुन्छ। एकैचोटि एकमुष्ट पैसा निकाल्न गाह्रो छ, सकिँदैन, भने अहिलेमा कसैले पनि दिँदैन। आजैबाट बचत सुरु गर्नुभयो भने एकमुष्ट त्यति बेला तपाईँले पैसा पनि पाउनुहुन्छ, प्लस तपाईँको जोखिम वहन पनि हुन्छ। इनकेस दुवैजनालाई, बिमित्र प्रपोजरलाई दुवैजनालाई के भयो भने आफूले इन्सुरेन्स गरे बराबरको रकम चाहिँ इन्सुरेन्सले जोखिम वहन पनि दिन्छ। त्यही भएर तयारी आजैबाट गर्नुहोस्। त्यसको लागि मलाई व्हाट्सएप गर्न सक्नुहुन्छ। मेरो नाम निरा आले, म सानीमा रिलायन्स लाइफ इन्सुरेन्समा चाहिँ आबद्ध छु।